फर्स्टमा चाहिँ एउटा युआरएलमा जानुपर्ने हुन्छ SUTDY in Italy from Nepal.com। एक्चुअली सुट्टी नै भएको छ त्यो, म डोमेन किन्दा धेरै एक्साइटेड भएको भएर स्टडीको सट्टा सुट्टी इन इटली फ्रम नेपाल.com भएको छ। सो त्यो वेबसाइटभित्र गएर चाहिँ तपाईँहरूले आफ्नो युनिभर्सिटिजहरू रिजन अनुसार सेलेक्ट गर्नु पायो आफूलाई कुन रिजनमा जानु मन छ, और यु कुड डाइरेक्टली सेलेक्ट मास्टर्स और ब्याचलर्स डिग्री कोर्सेस। त्यसमा आफ्नो डोमेन छान्नु पर्यो, कुन फिल्डमा कुन फ्याकल्टीमा हो, र त्यसपछि हामी चाहिँ अहिले पादोभाको एग्रिकल्चर सस्टेनेबल एग्रिकल्चर प्रोग्राममा कसरी अप्लाई गर्ने हेर्दैछौँ। बाँकी सबैमा युनिपिडीको एप्लिकेसन प्रोसेस सिमिलर नै हुन्छ। त्यहाँ गइसकेपछि आफ्नो प्रोफाइल क्रिएट गर्नुपर्ने हुन्छ। प्रोफाइल क्रिएट गरेपछि बल्ल हामीले एप्लिकेसन अप्लाई गर्न मिल्छ। म चाहिँ कुनै प्रकारको झोले चाहिँ होइन। मैले यहाँ केपी ओलीको नाम किन राखेँ भन्दाखेरि त्यसलाई चाहिँ भोट हाल्नु हुँदैन है यसपालि, त्यही भएर राखिरहेको। जे गर तर केपी ओलीलाई भोट चाहिँ नहाल। नेसेसरी डिटेल्सहरू भरेपछि आफ्नो प्रोफाइल क्रिएट भए पश्चात तपाईँहरूले बल्ल एप्लिकेसन अप्लाई गर्न मिल्छ। र तपाईँले जुन प्रोग्राममा अप्लाई गर्न खोज्दै हुनुहुन्छ त्यो प्रोग्राम सर्च गर्न मिल्यो। यहाँ सर्च गरेपछि त्यसको रिक्वायरमेन्ट्सहरू चेक गर्न नबिर्सिनु होला। एन्ट्री रिक्वायरमेन्ट्स प्लस ल्याङ्ग्वेज रिक्वायरमेन्ट्स, कहिलेकाहीँ जिपिएको रिक्वायरमेन्ट्सहरू पनि हुन्छ, त्यसलाई पनि ध्यान दिएर चेक गर्नु होला। ल्याङ्ग्वेज रिक्वायरमेन्ट्समा आइएल्टिएस सर्टिफिकेट अथवा टोफल पिटी केही चाहिन्छ चाहिँदैन, अथवा एमओआईले मात्रै काम गर्छ कि गर्दैन भनेर हेर्न चाहिँ एक्जाम्सन क्याटेगोरिज भन्ने हुन्छ। त्यो क्याटेगोरिजहरूमा गएर आफ्नो चाहिँ युनिभर्सिटीले अलाउ गर्छ कि नै भनेर चेक गर्नु होला। इफ प्रिभियस एडुकेसनले इङ्ग्लिसमा छ भनेर एक्सप्लिसिटली लेखेको छ भने चाहिँ एमओआईले पनि गर्न मिल्यो। त्यसपछि अप्लाई नाउ बटनमा क्लिक गर्ने, उसले जे चाहिँ इन्फर्मेसन माग्छ त्यही फिलअप गर्दै जाने, डकुमेन्ट्सहरू अपलोड गर्ने। ब्याचलर्समा अप्लाई गर्दै हुनुहुन्छ भने +2को डकुमेन्ट्स, मास्टरमा गर्दै हुनुहुन्छ भने +2 प्लस ब्याचलर्सको डकुमेन्ट चाहिन्छ। र चेकलिस्टमा पुग्नु भएपछि चाहिँ आफ्नो डकुमेन्ट्सहरू मजाले अपलोड गर्न पाइयो। र यो वार्निङ साइन भएको चाहिँ इमिडिएटली एप्लिकेसन सबमिट गर्ने बेलामा नभए पनि हुन्छ। तपाईँहरूले अफर लेटर आइसकेपछि पनि अपलोड गर्न मिल्छ, तर एउटा स्पेसिफिक डेडलाइन अगाडि चाहिँ अपलोड गर्नुपर्छ, नत्र भए भिजा लागेर पुग्नु भए पनि एनरोलमेन्ट पोसिबल चाहिँ हुँदैन। सबमिट बटन क्लिक गर्न नबिर्सिनु होला।